5,000 रुपियाँ दिँदैछु। यो चाहिँ उहाँलाई बाटो खर्च, यो चाहिँ अब बच्चाहरूलाई केही लगिदिनु होइन, पैसा छ कि छैन त्यो राम्रोसँग लगिदिने। नमस्ते। फेरि पनि हाम्रो स्वतन्त्र वैदेशिक उधार श्रमिक सङ्घको पहलमा जिल्ला नवलपुर मध्यबिन्दु नगरपालिका घर भई कामको सिलसिलामा कुवेत पुग्नुभएकी तपाईँलाई हामीले उद्धार गर्न सफल भएको छौँ। त्यसै क्रममा कुवेतमा गएर घरेलु कामदारको लागि त्यहाँ पुगे पश्चात कति कष्ट दुःख कति हुने रहेछ र उहाँलाई भएको समस्या बारे म उहाँलाई सोध्न चाहन्छु। र त्योभन्दा अगाडि म के सोध्न चाहन्छु भने त्यहाँ पुगेर दुःख पाइसके पश्चात चाहिँ अब नेपाल निकाल्नको लागि चाहिँ नेपाल जानको लागि उहाँ छटपटाइरहेको अवस्थामा चाहिँ अब म कसरी नेपाल निक्लिने होला भन्ने बारेमा म सोचिरहँदा उहाँले कसको मार्फत के भएर कहाँबाट देखेर चाहिँ हाम्रो सम्पर्कमा आउनुभयो भन्ने कुरा सोध्न चाहन्छु। स्वागत छ हजुरलाई। तपाईँले कसरी पत्ता लगाउनु भयो कि स्वतन्त्र वैदेशिक उधार श्रमिक सङ्घले चाहिँ विभिन्न देशमा साउदी, कतार, मलेसिया, दुबई जस्तो देशमा गएर अलपत्र परेको नेपाली पुरुष अथवा चेलीहरूलाई उधार गर्छ भन्ने कुरा तपाईँले कसरी पत्ता लगाउनु भयो? मैले टिकटक मार्फतबाट पत्ता लगाउनु भयो। के हाम्रो जुन हाम्रो पेजको हाम्रो स्वतन्त्र वैदेशिक उधारकै पेजमा हेर्नु भएको तपाईँले? ए भनेपछि तपाईँ टिकटकबाट आएपछि तपाईँ सम्पर्कमा आउनुभयो। हाम्रो सम्पर्कमा आइसकेपछि तपाईँ हामीले पहल गरेको कति दिनभित्र नेपाल आइपुग्नु भयो? म 20-22 दिनभित्रमा 20-22 दिन चाहिँ लाग्यो है। तपाईँको एजेन्टको नाम के थियो? रेजिना लामा। रेजिना लामा कहाँको मान्छे थियो? घर चाहिँ पोखरा, हाल काठमाडौँ छ। कसरी भेटेको थियो तपाईँ कुवेत जानुभन्दा अगाडि ती महिलालाई तपाईँले कसरी भेटेको थियो? एकजना मेरो गाउँको छिमेकी दिदी हुनुहुन्थ्यो, उहाँ दिदीले भेटाइदिनु भएको। अनि तपाईँको मैले सुन्नमा आएको अनुसार तपाईँको स्वास्थ्य अलिकति स्थिति अलिक खराब छ, खुट्टातिर घाउ छ भन्ने कुरा पनि सुनेको छु। खै देखाउन मिल्छ घाउ तपाईँको? के यो भएको के हो तपाईँको? हुन्छ यो मेरो खोइ अब त्यही काम गर्दा गर्दा नै काम धेरै गर्नु परेर हो कि लडेर हो कि घर मालिकले दिएको यातना हो कि के भएर यस्तो भएको तपाईँको? काम पनि बिस्तारै दुःख थियो, बच्चा हेर्ने काम अनि घर सफा गर्ने जति काम गरे पनि टर्चर दिइरहेको थियो। अनि मलाई त्यहाँ नराम्रो पनि व्यवहार गर्थ्यो कि। नराम्रो भन्नाले कस्तो टाइपको व्यवहार हुन्थ्यो? त्यही नेगेटिभ टाइपमा, नेगेटिभ टाइपको है, यौन शोषण जस्तो टाइपको गतिविधि गर्न खोज्थ्यो। तपाईँलाई पीडा भयो होला। तपाईँलाई म नेपाल भोलिको दिनमा म नेपाल पुग्छु जस्तो महसुस भएको थियो कि थिएन? कसरी भएको थियो? म कसरी नेपाल पुग्छु भन्ने कुरा तपाईँलाई म सकुशल नेपाल पुग्छु भन्ने महसुस चाहिँ कसरी भयो तपाईँलाई? महसुस अब तपाईँहरूलाई सम्पर्क गरे मलाई सरहरूले निकाल्नुहुन्छ भनेर महसुस भयो। त्योभन्दा अगाडि चाहिँ तपाईँलाई के महसुस भएको थियो? महसुस म अब फर्किन्न होला नेपाल, यतै दुःख हुन्छ होला भनेर। भनेपछि नेपाल आउँछ कि आउँदैन भन्ने कुरो पनि तपाईँलाई थाहा थिएन है? बडो गाह्रो भयो। अनि तपाईँले बुवा आमालाई फोन गर्नुभयो? हजुर गरिसकेँ। विवाहित कि अविवाहित हो तपाईँ? विवाहित। ए बालबच्चा होला? हजुर 6 वर्षको छोरा। 6 वर्षको छोरा छ। अनि श्रीमान कहाँ हुनुहुन्छ? घरमै हुनुहुन्छ। घरमा हुनुहुन्छ है। ल त्यसै गरी उहाँलाई हामीले उद्धार गर्यौँ। अब हाम्रो क्रमशः उद्धार त जारी नै छ। उहाँलाई पनि हामीले उद्धार गर्यौँ। त्यसै क्रममा चाहिँ म उहाँलाई किनकि उहाँको घाउ देखेर अब विदेशबाट आउनु भएको भर्खरै, अब जाने बाटो खर्च पनि छ या छैन थाहा भएन। त्यही भएको कारणले चाहिँ हाम्रो स्वतन्त्र वैदेशिक उधार श्रमिकको आफ्नो सङ्गठनको कोषबाट चाहिँ उहाँलाई बाटो खर्च स्वरूप चाहिँ मैले 5,000 रुपियाँ दिँदैछु। यो चाहिँ उहाँलाई बाटो खर्च, यो चाहिँ अब बच्चाहरूलाई केही लगिदिनु होइन, पैसा छ कि छैन त्यो राम्रोसँग लगिदिने। अनि राम्रोसँग कोही कसैलाई पनि त्यहाँ लागेको मान्छेहरूलाई यसो घरेलु कामदारलाई कोही जान्छ भने उहाँहरूलाई नजानु भन्ने है, गाउँ छर छिमेकमा राम्रोसँग सम्झाउने। र अबको दिनमा तपाईँ पनि भोलिको दिनमा कोही कसैले फकाएको अवस्था फेरि नगइदिनु होला। कति नेपाली चेलीहरू त फेरि आउनुहुन्छ, फेरि भोलि ओमनतिर जानुहुन्छ, फेरि कोही जोर्डनतिर जानुहुन्छ घरेलु कामदारको लागि। तपाईँ त्यसरी नजानु होला है। हस् त।